अब घरमा फोन गर्नु सकेन, बाबा म भर्ती भएँ भनेर फोन गर्नु सजिलो छ, तर बाबा म योचोटि पनि भर्ती भएँ, मसँग कुनै उमेरै छैन भन्नु त अब त त्यो लाइफको एकदमै ठुलो गर्नु नसकेको कल जस्तो लाग्यो मलाई। गर्नु सकिनँ। होटलमा गएँ, साथीले मेरो मुख हेर्छ, मैले उसको मुख हेर्छु, अनि यति बाउको आमाको फोन आउँछ, सक्दिनँ उठाउनु। यति गर्दा 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 बिहान 4 बजे झस्केको त साथी पनि कुर्सीमै सुतेको रहेछ, म पनि कुर्सीमै सुतेछु। अनि त्यसो हुँदा हुँदै हुँदै अब यसरी हुँदैन भनेर सरहरूले पठाइदिनु भयो काठमाडौँ। जाँदैछु काठमाडौँ त झन् नजिक आउँदैछ, झन् आइदिए हुन्थ्यो भन्दा भन्दै अब आइहाल्यो। आउँदा आउँदै मेरो गर्लफ्रेन्ड थियो जुन चाहिँ, ऊ चाहिँ लिनु आयो मलाई, अनि बस पार्कतिर होला सायद, बस पार्कतिर लिन आयो। अनि त्यहाँ आउँदाखेरि अब त्यही हो, अब बोल्ने केही शब्द थिएन, आँसु झऱ्यो। अब त्यहाँ आँसुले नै बोल्यो, धेरै कुरा लाग्छ अहिले सम्झिँदाखेरि। केही छैन। अब हाम्रो पहिलामा त कस्तो हुन्थ्यो नि, अब कति चाहिँ लाउरे लाग्यो भने तेरो गर्लफ्रेन्डहरूले छोडिदिन्छ, त्यो अब 1-2 दिनको कुरा मात्रै हो भन्ने कुराहरू नि, यो चाहिँ एकदमै कमन कुराहरू नै थियो। मेरो पनि त्यस्तै होला। म एक त अब पढाइ नै छैन, लाउरे लागेन। अर्को कुरा अब के छ र मेरो योग्यता, न म विदेश जानु सक्छु, न केही छ मसँग अन्धकार। अब गर्लफ्रेन्डले के को आधारमा मलाई हेर्छ त, त्यो पनि स्वाभाविकै हो, छोड्नु पनि सक्थ्यो, तर उसले त मलाई त्यसो गरेन। उसले त मलाई एकदम झन् धेरै केयरिङ गर्यो, अब धेरै कुरामा सपोर्ट गर्यो। केही छैन, यो मात्रै होइन, अप्सन अर्को ठाउँमा नि छ तिम्रो, तिमी क्यापेबल छौ भन्नु थाल्यो।